हेलो गुड आफ्टरनुन एभ्रिवान। आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। तपाईहरुलाई स्वागत छ फेरि पनि मेरो सागर लिम्बू युट्युब च्यानल। यदि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब अनि साइडमा भएको बेल आइकनलाई पनि क्लिक गर्न नबिर्सिनु होला। 1 बजिसकेको छ अनि आज चाहिँ यहाँबाट चुननबाट कान्तिन जाँदैछौँ। सो अहिले चाहिँ हामी यहाँनिर युङलङ एमटिआर स्टेसनमा छौँ। आज चाहिँ हामी निकै थुप्रैजना हाम्रो आजको टुर निकै रमाइलो रहनेछ भन्ने मलाई आशा छ, रमाइलो हुनेछ। अनि कान्तिनमा चाहिँ के छ अरे भान्जी आज स्पेसल? के अरे फ्लावरहरू छ अनि उयो छ के सुँगुर आम स्ट्रबेरी स्ट्रबेरी स्पेसली त्यहाँ चाहिँ खेती कृषि फार्म स्ट्रबेरी आज चाहिँ हामी त्यहाँ जाँदैछौँ। सो अहिले हामी युङलङ आइपुगिसक्यौँ। यता पनि हुनुहुन्छ हाम्रो बहिनीहरू, अरू त्यहाँ लिफ्टमा वेटिङ गर्दै हुनुहुन्छ। आज चाहिँ हामी धेरैजना छौँ। जस आई होप वी आर इन्जोय टु नानीहरू। हेलो हेलो फाङ्जोङ, यता हाम्रो नाति, हाउ आर यु नाति? गुड। यता हाम्रो नाति वाट इज योर फादर पुट इज योर नेम? फेरि इङ्ग्लिस चाहिँ खतरा छ है मेरो। वाट इज योर नेम? सरी टुसान लिम्बू टुसान। यता चाहिँ हाम्रो कान्छी भान्जी चस्मा लाएर चाहिँ यो मलाई मेरो फेभरेट हो क्या। $1500 किनेको अनि सो एकदमै राम्रो लाग्छ। किन उता फर्को कि $1500 हङकङ एचके डलर। तपाईँहरूलाई पनि मनपर्छ भने मसँग सम्पर्क गर्नु होला होइन। यस्तो चस्मा चाहिँ एभाइलेबल छ है। थ्याङ्क यू। ल खै छिटो, हाम्रो नाति चाहिँ रिसाउनुहुन्छ। नाति यता आउँदै हुनुहुन्छ। हाम्रो बहिनीहरू पनि, हाम्रो टोली थुप्रैजना छौँ आज होइन उता जाने। एक्जिट लाइन चाहिँ यहाँ चाहिँ ट्रमहरू पनि छ यहाँ है। 2 डिब्बे ट्रमहरू छ है। सो हामी चाहिँ युङलङ सी एक्जिटबाट बाहिर निस्किएर हामी मिनी बस चढेर जानेछौँ है आजको कान्तिन। यहाँतिर चाहिँ एक्जिट हुनलाई पनि के गर्नु। युङलङ अटिन्छ, एकचोटिमा जान्छ। यहाँ चाहिँ बाहिरबाट क्यामेराहरू पनि देखिन्छ होइन। भित्र को चढे को जाँदैछ भन्ने सबै देख्नु। नाति कहाँ जानु भएको? मामा चाहिँ भ्लग बनाउनुहुन्छ होइन, यो अलिअलि एडिट गरेर हालिदिनु अरे। मैले उयो हेर्दै पाएको छैन टाइमसम्म हाम्रो के बाङ्गी गएको भन्ने छ त्यहाँ लगाइसक्नु भएछ। युट्युब हेर्नु भएको छैन हो। लाइक गरिसकेको छु, सेयर गर्नु। लिफ्टबाट हामी मुनि आइसकेका छौँ अनि यहाँ हाम्रो टोली बाजेहरूलाई यस्तो उद्या हुन्छ, आनन्दले हिँड्छन् है बिरामी बुढोपाकालाई। हङकङमा पनि जोर्डान त नेपालीको राजधानी भइगयो। सेकेन्ड यहाँ युङलङमा पनि हाम्रो नेपाली धेरै बस्नुहुन्छ होइन। यहाँनिर यो बस मिनी बस चढेर यहाँ अगाडि बस पाएको रहेछ। यहाँबाट जानेछ युङलङबाट त्यो 601 नम्बरको मिनी बस चढेर कान्तिन जाँदैछौँ है। यहाँबाट बस चढिसक्यो है। सबैजना
पछाडि उता तान्दिनु खै नातिले के भन्दै हुनुहुन्छ दादालाई स्मल बनाइदिनु त भन्ने सुसाङ होइन सुसाङ दादा भन्नु ए कुसाङ भनेको सुँगुर फार्म जाने टोली बसेर खानलाई 35% तिरेर हामी त्यति रिच छैनौँ होला होइन कत्रो कत्रो मुका गरेर अघि ऊ परबाट देखेको त मैले हो हाङजङ नाम सुसै ल न यसको खुट्टा तल नङै हुँदो रहेछ नि त है कत्रो कत्रो कछुवाहरू हो यहाँ त टुडी खेल जस्तै रहेछ त नि साकेला मनाउने ठाउँ त यहाँ रहेछ पाण्डै पाण्डा रहेछ नि नानीहरूले पुरा इन्जोय गरिरहेछन् केटाकेटी यो के अरे पाण्डा ओ सानो बुनु ल माथिको डाँडामा चाहिँ के हो सुँगुर सबै ऱ्याबिट आइटम कस्तो कस्तो कलर गनाइहाल्छ नि कस्तो दामी यहाँ चाहिँ कोपीहरू गरिरहेछ यो देख्दाखेरि चाहिँ मलाई नेपाल गाउँघरमै भएको जस्तो महसुस भयो आनन्दको फिल भयो क्या यहाँ चाहिँ हेर खेतीहरू टक्क कस्तो मजाको कोपीकोहरू छ अब हामी चाहिँ यहाँ परतिर स्ट्रबेरी खेती छ यहाँ पर त्यता जाँदैछौँ हाम्रो सबैजना अगाडि गइसक्नु पो यहाँ मात्रै कबोट मेवाहरू चाहिँ टमाटरहरू यहाँ चाहिँ स्ट्रबेरीको ठुलो पनि देखिरहेको छ स्ट्रबेरी फार्म चाहिँ यता रहेछ है एकदम खुल्ला एरिया छानाहरू पनि कस्तो उयोको पत्ताले अनि माथिबाट खेती टक्क खेती माथि पहाडहरू यहाँ चाहिँ आनन्द सानो एरिया छ यो यहाँ चाहिँ स्ट्रबेरी खेती स्ट्रबेरी नै स्ट्रबेरी छ है फल्दो रहेछ टन्नै निकै ठुलो एरियामा अघि आउने त्यो आन्टीहरू पनि उपर रहेछ कति धेरै रहेछ आज त यहाँनिर नेपाली निकै नानीहरूलाई घुमाउन निकै सुटुनीको यहाँ सुटुनीको पनि ड्याङ ड्याङ उठाएर रोप्दो रहेछन् है बस्ने हो पनि चिटिक्कको किचन सानो सानो गाइस म मकै देखाउन लाँदैछु ऊ पर मकै फुलिरहेछ त्यहाँ हाम्रो टोलीहरू चाहिँ ऊ पर टिप्दैछन् त्यहाँ चाहिँ स्ट्रबेरी टिपेर लगेर पर तौल लिने तौलेर कति टिपिन्छ त्यही अनुसारको त्यहाँ चाहिँ पैसा लिँदछ यहाँ चाहिँ पाहाडमा फस्टमै फाडेर आगो लाग्यो जस्तो मजाले सुटुनीको सुकेको बेल यहाँ चाहिँ कस्तो राम्रो फुल्यो फुलै मात्र रहेछ यहाँ चाहिँ जापानिज 120 रुपियाँ किलो रहेछ क्या ऊ परतिर कोला हेर्नु है मकै हजुर फोटो खिचिदिउँ ल हुन्छ म चाहिँ मकै बारीतिर छु है गाइस
मकै दामी फलिरहेको छ हेर्नुहोस् मकै यत्रो यत्रो घोगा बोट भने सानो सानो है तर कतिसँग सबै कति कलिलैमा सबै लुछेको छ हङकङमा मकैबारी भित्रै बोट पनि त्यति ठुल्ठुलो छैन मान्छेभन्दा अलिकति अग्लो तर फल कस्तो राम्रो लागिरहेको छ यति बाक्लो भयो पनि फल्दो रहेछ यो क्राउन लाएर आइसकिसक्यो स्ट्रबेरी टिपेर यहाँको फ्रेस स्ट्रबेरी खानु पर्यो कस्तो चाहिँ छ यति धेरै रातै फलिरहेछ तर टाढो यहाँ त मगमग बास्ना पो आउँछ त नि स्ट्रबेरीको यहाँ नि ट्याप्प यता यहाँतिर रहेछ तल तलबाट टिप्दै टिप्दै यता आउँदै होला नि अझै स्ट्रबेरी टिपी ल्यायो अरे त्यहाँ गएर खाना हो त्यहाँ बसेर खाने भनेर जाँदै हुनुहुन्छ सबैजना यहाँबाट चाहिँ यसरी ढाकी लग्यो होइन कैँची लग्यो अनि टप यहाँ ढाकी कैँची सबै राखिदिएको हुन्छ ढाकी पछि कैँची अनि ठक्क गएर बारीमा अघि देखाउन टिपेर ल्यायो अनि टक्क यहाँ ओजन गरेर चाहिँ यसरी ओजन 120 रुपियाँ किलो टक्क यहाँबाट चाहिँ फ्रेस स्ट्रबेरी खान पाइन्छ है साथी फ्रेस स्ट्रबेरी खानुहुन्छ भने आउनु होला तपाईहरू पनि फ्रेस स्ट्रबेरी है बसी बस यिनीहरूको चाहिँ अर्काले उठाएछ अनि त्यो भनेको हुन्छ वाट आर यु डुइङ यु आर वासिङ ठुल्ठुलो स्ट्रबेरी लिएर बसेछन् सबभन्दा मसिनो मान्छेहरूले नि लो एउटा खान्छौ खै दुई हातले थाप्नु ओ कमिला आउँछ नि तिमीलाई फेरि तोक्छ नि सबैलाई तोक्छ तिमी र म यो खानु किन खानुहुन्छ नि त अनि उ त्यसरी छेउ चाहिँ ठुलो राउन्ड हान्नु हेलो परबाट त मान्छे चिनिएन नि हाल्दैन हेलो फोटो राइट ला